हामी टक्क यो टोपीले चाहिँ मेरो कपाल सपाल हेयर लुक्सहरू चाहिँ बिगारिसकेछ होइन अब टोपी लगाएर चाहिँ हाम्रो इन्ट्रो यहाँ बात हुन्छ हाम्रो अब दाम देखिरहेको छ दाम देख्यो मोबाइल सो हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल तपाईँहरू सन्चै हुन्छ होला अनि म एकदम सन्चै छु र आजको भ्लगमा चाहिँ तपाईँहरूलाई एकदम स्वागत छ न्यू डे न्यू भ्लग अनि न्यू जङ्गल फेरि न्यू जङ्गल पुरै अनि सबै न्यू होइन अनि म पनि मान्छे पनि न्यू त्यही भएर तपाईँहरूलाई चाहिँ मेरो नाम चाहिँ बताइदिनु मन लाग्यो यार सबैलाई होइन भ्लग गरिरहेको छु नि मुला यहाँदेखि न सो त्यो अनि मेरो नाम चाहिँ समीर तामाङ स्याङदान हो म चाहिँ एकै समीर स्याङदान सो अनि आजको भ्लगमा तपाईँहरूलाई चाहिँ एकदम स्वागत छ आज चाहिँ हामी यो सुनसान जङ्गलबाट भ्लगको इन्ट्रो गर्नुको कारण चाहिँ के छ भन्दाखेरि हो यस्तो सुनसान जङ्गलबाट चाहिँ हाम्रो भ्लग सुरु हुँदैछ अनि सो भन्यो अनि के हामीले त्यहाँ सुनसान जङ्गलमा गर्नुको कारण चाहिँ नयाँ भ्लग हो नि त होइन च्यानलमा सब्सक्राइब चाहिँ लगाइदिनु होइन दामी भिडियो आउँछ उसकोदेखि अब चाहिँ होइन सो मेरो च्यानलमा नि सब्सक्राइब गरिदिनु उसले स्क्रिनमा हालिदिएको छ त्यहाँनिर होइन टक्कसँगले तपाईँहरूले सब्सक्राइब हानिदिनु अनि मेरो चाहिँ जस्ट अर्को च्यानल पनि थियो अनि त्यो च्यानलमा चाहिँ मैले भ्लग चाहिँ हाल्न छोडिसकेँ अब चाहिँ यो च्यानलमा हाल्छु नयाँ च्यानल खोलिरहेको छु हिजो अस्ति भर्खरै अनि त्यही भएर चाहिँ आज छर झर्ना पुरानै गइसकेको ठाउँ जाँदैछु होइन अब केटा या ढिलो भइसक्यो यसरी बातमा गर्दै जानुपर्छ छिटो सो त्यही हो गाइस अनि पुरानो च्यानलमा चाहिँ मैले भिडियो हाल्न छोडिसकेँ अनि यो छर झर्ना गएको भिडियो चाहिँ पुरानो च्यानलमा पनि छ त्यहाँ हेर्नु होला तपाईँहरूले होइन त्यहाँ पनि त्यहाँ चाहिँ त्यो च्यानल चाहिँ किन छोडेको भने अब खोइ किन मनै लागेन होइन त्यहाँ छ सब्सक्राइबर अलिअलि धेरै त छैन 600-700 होला अब 600-700 भनेको त ठुलै हो नि त अहिले त मेरो लागि त माग्री अहिले अब सब्सक्राइबै छैन अब त्यति पुऱ्याउनु त अझै मैले धेरै टाइम लाग्छ नि त त्यही भएर मैले जस्ट नयाँ च्यानल खोलिरहेको छु नयाँ च्यानलमा चाहिँ तपाईँहरूले टक्क सब्सक्राइब हान्नु ड्याङ 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 अनि म चाहिँ दामी नयाँ होइन यस्तो बल भिडियो लिएर आउने कोसिस गर्छु होइन सो त्यो गाइस अनि नेपाली बाबुले एकदम सब्सक्राइब हानिदिनु यहाँ बाउगुडु बिलाएर आएर छु माग्री सो त्यो गाइस अनि छर झन् जान्छौँ आम्बो यहाँ पो बल देख्दो रहेछ यो सो गाइस चल चाहिँ हामी अहिले चाहिँ हामी छर झर्ना कहाँ बोर्ड आइसक्यौँ हेर्नु यता जानुपर्ने हामी चाहिँ यता भाइ छर झर्ना यता हेर्नु त ओके थाहा भयो भने सोधिदिने पनि हामी चाहिँ यताबाट आएको सो अहिले हेलो बेसी आइपुगिसक्यौँ अब खासा चाहिँ किनेर टक्क लगाएर जानुपर्ने हुन्छ हामीले होइन सो त्यो गाइस केटा ल के किन्ने किन त मिसारला खानुहुन्छ यहाँ तपाईँले हेर्नुहुन्छ नि त खतरा तपाईँको पसल भाइरल आन्टी अब बिस्कुट हाल्ने नेपाली बाबु कुन चाहिँ यो मिठो किन हामीले चाहिँ अब खाजासाजा लिएर होइन टक्कै यहाँनिर चाहिँ मस्त अब छारेतिर लाग्यो केटा सो अहिले खाजा किनेर टक्क लगाएर हामी चाहिँ स्कुल आइपुगिसक्यौँ होइन स्कुल आइपुगिसक्यौँ हेलो बेसिक स्कुल अनि कस्तो मजा हान्ने विचार गरिरहेको छ चाहिँ हो कि भने केटा हो यस्तो दामी हुन्छ आज चाहिँ एकदम दामी आउँछ दामी आउँछ आजको चाहिँ होइन अब आउँदो दिनमा चाहिँ झन् दामी आउँछ होइन तपाईँहरूको काम चाहिँ हान्नु पऱ्यो क्या सो त्यो गाइस अब जाउँ छर झर्ना टक्क लगाएर सो गाइस यस्तो होइन 1 घन्टा 2 घन्टा 3 घन्टा 4 घन्टा इन्तजार पछाडि चाहिँ हामी फाइनली छर झर्ना आइपुगेको छौँ यहाँ हेर्नु होला झर्ना एम्बो यतिको लागि हामी खातबारीबाट साला अर्को दुनियाँ आउनुपर्छ साला एम्बो फाइनली यहाँ राख्नुपर्ने हुन्छ यसलाई आइपुगिसक्यो झर्ना गाइज ओ यहाँ मस्ती हान्छ नि त मान्छेहरूले यार फाइनली आइपुगिसक्यो झर्ना हामी होइन
अब यहाँनिर चाहिँ हामीले के गर्छौँ त्यो चाहिँ टक्क लगाएर हेर्नुपर्ने हुन्छ। फाइनली आइपुग्यो झरना। म चाहिँ रिङ्गा चल्छ यार। चढ म घुमाइदिन्छु। चढ ल म घुमाइदिन्छु। यहाँ ठोल सालीहरूलाई मस्ती भइरहेछ भुचियाहरूलाई यहाँ मैले दिएको आम्बो क्या बोला आइदिरहेछ यार। आनन्द आइरहेछ। माथि जानु पाए क्या बल हुन्छ होला। ओए आइज न हामी आइज न सैया हो सैया ओ सैया हो सैया साला यहाँ त एकदम डेन्जर रहेछ भाइ ब्रो। सो यहाँ चाहिँ एकदम गहिरो रहेछ होइन, निस्किनु पर्ने हुन्छ यहीहरू। हामी यो दुवामा बस्छौँ भने चाहिँ होइन छिटै डेड बडी हुने चाहना छ यहाँ। सो त्यही हो गाइज, टक्क लाएर आइपुगिसक्यौँ हामी। बवाल छ हामी हान्दै सपिङहरू सैया। ल त्यो गाइज अब के हुन्छ हेर्नुपर्छ टक्क लाएर। सो गाइज खाजासाजा खाइसक्यौँ होइन, आएर खाजासाजा खाइसक्यौँ अनि टक्क लाएर अहिले चाहिँ हामी सबै आफ्नै तालमा, कोही यता पिङ खेल्दैछ, कोही यता यो घुम्ने खेल्दैछ। अनि त्यही हो। अनि टक्क लाएर अहिले चाहिँ हामी पौडी खेल्न जाँदैछौँ। पौडी खेल्ने टक्क केटाहरू पौडी खेल्ने भन्यौँ अनि टक्क हामी यहाँ पौडी खेल्नु पर्ने हुन्छ। छरे आमा पसिना छरे भनेर मात्रै चाहिँ भएन। छरेको गाल पसिनाको त बर्सात निस्किरहेछ। आधी बाटो के आधीको आधी पनि आएको छैन। बोल्न सक्दिनँ म यार। सो गाइस त्यो आउनुभन्दा अगाडि चाहिँ धेरै सोचेर आउनुपर्ने हुन्छ यहाँनिर होइन। पसिना भनेर म चाहिँ अहिलेसम्म 3 लट भइसक्यो। 3 लटमा फर्स्ट लट चाहिँ यस्तै भएको थियो, हिँड्नै नसक्ने स्या केटाहरूसँग आएको थिएँ। सेकेन्ड लट चाहिँ फेरि मजै भएको थियो नि हो सेकेन्ड लट। जस्ट अहिले चाहिँ फेरि आज लास्ट हो यो। त्यहाँदेखि भिडियोको लागि भनेर आएको, नत्र म आउँदिनँ होइन। यो अब चाहिँ म आउँदिनँ। अब पछि कमाउनु सकेछ भने बाइक लिएर आउनुपर्छ, नभए चाहिँ पुगो मलाई सरे भन्ने कुरा चाहिँ होइन। यस्तो अनि हुन्छ पसिनाले। त्यो गाइज अब के कस्तो हुन्छ बाटोमा होइन, हेर्दै जाउँ। सो गाइज हाम्रो हालत यस्तोसम्म भइसक्यो होइन, यहाँ भिजेर साला यस्तो गतिविधि भइसक्यो। साला कट्टु धरि थाम्नु सकिरहेको छैन माका। यस्तो भिजेर भन्दा पनि यो गर्मी चाहिँ यस्तो रहेछ क्या, यस्तो तातो रापहरू आउँदो रहेछ कि गर्मी भएर। हाम्रो मेरो लुक्सहरू कसले देखिरहेको, मेरो लुक्स त्यो फुचिया चाहिँ छाता उठाएको छ। गर्मीले हो कि पानी परेर फुचियाहरू त्यो खोल्थ्यो। हामीले चाहिँ स्विमिङ हान्दिएको, गर्मीले 81 आएर हान्दिएको नि त मैले चाहिँ। त्यही भएर यस्तो
लङ्का भिजिरहेको छ पान चुरा चाहिँ सब भिजिदिएको होइन सो गाइस त्यही हो अनि टक्क लगाएर आजको भ्लग चाहिँ यति नै हान्नु जस्तो लाग्दैछ मलाई हिँड्नु नसकेर म होइन अब के हुन्छ भिडियो बनाइहाल्यो भने बनाइहालेँ नत्र यत्तिकै भ्लगहरू चाहिँ म अहिले 58 वर्ष पुगेँ ठोका मामासँग देखि त म त मुनिको हो नि बाजे 20 साल जति हुन्छ बाजे हाम्रो मम्मीहरूले पनि के हिलेदेखि नुन बोक्नु भएको अरे भोट खोलासम्म हाम्रो मम्मीले धरानदेखि होइन बाजे त्यो तुम्बुर पुल चिन्नु भएको होइन अहिले केटाकेटीले त्यो मैले चिन्दै तुम्बुर ओरो भिर रोड खन्नु दिनको पर्पेले राख्नु म हजिरा गएको त्यहाँदेखि पो रोड बनेपछि तुम्बुर पुल थापे त्यसैले दसैँ तिहार काट्यो मासु हुन्थ्यो अब भात थिएन अहिलेको केटाकेटीलाई त मजा नि बाजे भाइ स्वर्ग छ नि होला नि त होइन बाजे हजुर पिन्छ पिन्छ त्यति बेला कहाँको गाई काट्नु र गाई काट्नु एउटा भन्थ्यो नि अहिले पो अब मिठो अहिले त मासु बिना भात खाँदैन नि अहिले केटाकेटी अब अहिले के को दुःख रिन्कार्यो जुन त म सिधै भन्छु छोराहरू जुन त गरिब मान्छे अहिले धनी हुन्छ खानामा किन कसरी गर्दाखेरि अब रिन्कार्यो खायो सुकी गयो रिन्कार्यो मजाको जतिकै गरिबले खान्छ क्या गर्दाखेरि ऋणमा डुब्यो गरिब पनि धनी खाना त्यस्तो समय त्यस्तो भएको छ मौसम भनेको के हो होइन अघि घाम लागेर लटपट यहाँ गर्मीले खोल्तीमा डाइ फान्नेसम्म भएको थियो अहिले यहाँ फेरि पानी परेर यहाँ लुत्रुकै बनाइदियो मादर चुत किनभने जस्तै यिनीहरूले चाहिँ गिटार लिएको थियो काम न काजमा यो गिटारको काम पनि छैन त्यतिकै लिएको यिनीहरूले नाटक पारेर बोकाइ मात्रै मचिरहेको छ यो हिलो बगेको हो कि के पानी बगेको होइन यस्तो है सो थियो गाइस टक्क लगाएर अहिले हामी चन्दनपुर निस्किन आँटिसक्यौँ अनि बाजेलाई भेटेको थियौँ बाजे हुनुहुन्छ त्यहाँनिर अनि यस्तो दुःख सुखको कुराहरू चाहिँ भयो होइन अनि हुनु पनि हो क्या अनि अब पहिलाको जमानामा चन्दनपुर हिले धरानदेखि नुन बोक्नु भनेको चाहिँ सानोतिनो कुरा होइन क्या माखुरी मन छक्कै लाग्छ क्या कथा जस्तो लाग्छ नि हो पहिलाको कुराहरू सुन्दा त सो त्यो गाइस अनि भित्र लत्रक पुत्रुक सात्राक सुत्रुक खात्राक खुत्रुक भइसक्यो अब जाउँ घर सहरतिर अनि आजको भ्लग चाहिँ के कस्तो लाग्यो टक्क एउटा मिठो कमेन्ट छोडिदिनु होला भन्न चाहन्छु अनि यस्तो दुःख गरेर चाहिँ भ्लग बनाएको छु होइन राम्रो भयो नराम्रो भयो पनि सब्सक्राइब हानिदिनु होला सब्सक्राइब हान्दा चाहिँ तपाईँको केही पनि जान्दैन क्या मुला होइन ठक्क हानिदिने हो केही पनि जान्दैन सब्सक्राइब हान्दाखेरि सब्सक्राइब 1 रुपियाँ जान्दैन ल भाइले पनि भन्छ सब्सक्राइब हानिदिनु चाहिँ नबिर्सिनु होला है अनि यति भन्दै आजको भ्लगलाई चाहिँ यो दो बाटोमै इन्ड गरिदिन्छु जस्ट नेक्स्ट भ्लगमा भेटौँ